माधवेति श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेवा अन्त्य समयमा तिमी हुनु सामु मुसु मुसु हाँस्दै वंशी बजाउनु श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेवा। हरे कृष्ण। म आचार्य सुश्री गार्गी भारद्वाज सदा झैमा दिव्य सत्सङ्गमा उपस्थित भइसकेकी छु। हजुरहरू सबैजना मेरो गार्गी चौलगा युट्युब च्यानलमा जोडिँदै जानुहोला। यो च्यानललाई हजुरहरू सबैले लाइक सब्सक्राइब सेयर गरिदिन चाहिँ नभुल्नुहोस् है। हजुरहरू सबैले लाइक गरिदिँदै जानुहोला, सब्सक्राइब गरिदिँदै जानुहोला, सेयर गर्न नभुल्नुहोला है। अनि एउटा हरे कृष्ण कमेन्ट लेख्नुहोला, सब्सक्राइब गरिदिँदै जानुहोला। कुन समयमा म लाइभ आउँछु थाहा हुँदैन। हजुरहरूले दिव्य लाभ लिन सक्नुहुन्छ। भागवतका कथा, विवेक चुडामणिको सत्सङ्ग, अन्य भानुभक्त रामायण अनेकौँ सत्सङ्गहरू हजुरहरूले सुन्न सक्नुहुन्छ। जोडिँदै जानुहोस् है त। अब म कथामा प्रवेश गरेँ। बद्रीनारायण तीर्थमा लक्ष्मीको मूर्ति बाहिर रहेको छ है। कतिपय त गइसक्नु भएको छ, दर्शन गरिसक्नु भएको छ, बद्रीनारायण धामको दर्शन गरिराख्नु भएको छ। त्यहाँ लक्ष्मीको मूर्ति चाहिँ बाहिरै छ। तपश्चर्यामा स्त्री, द्रव्य, बालकको सङ्गत चाहिँ बाधादायी हुन्छ भने है। तपश्चर्या गर्दाखेरि स्त्रीको लागि पुरुष बाधक हुन्छ, पुरुषको लागि स्त्री बाधक हुन्छ है। अनि द्रव्य, पैसा अनि बालकको सङ्ग चाहिँ बाधादायी हुन्छ। नारायणले लक्ष्मीलाई भन्नुभयो, तिमी बाहिर बसेर ध्यान गर, म भित्र बसेर ध्यान गर्नेछु है। भगवान् नारायणले भन्नुभयो। एक भक्तले बद्रीनारायणका पुजारीलाई सोधे। एउटा भक्तले, यस्तो कडा जाडोमा चन्दनद्वारा ठाकुरको पूजा किन गर्छौ है? यस्तो प्रश्न सोधे एउटा भक्तले पुजारीलाई सोधे। यस्तो चिसोमा पनि बाहिर बसेर भगवानको किन पूजा गर्छौ ठाकुरको? भनेर पुजारीले उत्तर दिए। सुन्नुहोस् है। हाम्रा भगवान कठोर तपश्चर्या गर्नुहुन्छ, त्यसले शक्ति बढ्छ होइन। भगवानले तपश्चर्या गर्छ। भगवानलाई धेरै गर्मी हुने हुनाले म चन्दनद्वारा भगवानलाई के गर्नुपर्छ? पूजा गर्नुपर्छ। सुतजी सरस्वती र व्यासलाई वन्दना गरेर के गर्नुहुन्छ? कथा आरम्भ गर्नुहुन्छ। हेर्नुहोस् है कति पवित्र कुराहरू। सबै पुंसां परो धर्मो यतो भक्तिरदोक्षजे अहैतुक्य प्रतिहता यात्मा सम्प्रसिद्धति भनिएको छ। जुन धर्मद्वारा मानिसका हृदयमा कृष्णप्रति भक्ति जाग्छ है, जुन धर्मद्वारा मानिसको हृदयमा भगवान कृष्णप्रति भक्ति जाग्दछ त्यही धर्म श्रेष्ठ हो। हेर्नुहोस् है, जुन धर्मद्वारा त्यो धर्म श्रेष्ठ हो। भक्ति पनि यस्तो हुनुपर्छ कि जसमा कुनै पनि प्रकारको कामना नहोस्, निष्काम तथा निरन्तर भक्तिले हृदय आनन्द रूप परमात्मालाई प्राप्त गरेर कृत्य होस्, यस्तो भक्ति होस्। सुतजी भन्नुहुन्छ, जीवात्मा अंश हो, परमात्मा अंशी अंशबाट छुटिएर गएको छ, त्यसैले ऊ दुःखी छ है। अंशीबाट अंश छुटेकोले दुःखी भयो। अर्थात् अंशी अर्थात् परमात्मामा मिलेपछि मात्र जीव कृतार्थ हुन्छ। परमात्मा भन्नुहुन्छ, ममैव अंश जीवलोके जीवभूत सनातनः मनः षष्ठानीन्द्रियाणि प्रकृतिस्थानि कर्षति भनेको छ है गीताजीमा। तिमी मेरा अंशी हौ, तिमी ममा मिसिएर कृतार्थ हुनेछौ। नारायणको अंश नर हो है, याद गर्नु होला है। नारायणको अंश के हो? नर हो। अंश नर हो, अंशी नारायण है। अंशी नारायण हो। नारायणमा नमिसेसम्म आनन्द प्राप्ति हुँदैन। हामी जति बेलासम्म भगवानमा मिल्दैनौँ तबसम्म हामीलाई आनन्द आउँदैन। हाम्रो जीवन भगवानमै मिल्नको लागि हो है। हजुर कति राम्रा कुराहरू आइरहेछन्। जोडिँदै जानु होला है यो दिव्य सत्सङ्गमा। यहाँ हेर्नुहोस् है, के भनेको चाहिँ आनन्द आउँदैन। यो मैले निश्चय गरेको छु कि आफ्ना परमात्माको आश्रय लिएर उनीसँग मैले एक हुनु छ। हामीले यही निश्चय गर्नुपर्छ कि भगवानको परमात्मालाई आश्रय लिएर भगवानसँग एक हुनु छ। हामीले कुनै पनि प्रकारका ईश्वरसँग एक हुनु छ। ज्ञानी ज्ञानद्वारा अभेद सिद्ध गर्छ, त वैष्णव महात्मा प्रेमद्वारा अभेद सिद्ध गर्छन्। ज्ञानी ज्ञानद्वारा, वैष्णव चाहिँ प्रेमद्वारा है अद्वैत अभेद सिद्ध गर्छन्। प्रेमको परिपूर्णता अद्वैतमा नै छ है। प्रेमको पूर्णता कतिखेर सिद्ध हुन्छ त भन्दा अद्वैतमा गएर, अर्को दोस्रो देखिएपछि मात्रै बल्ल सिद्ध हुन्छ।
भक्त र भगवान अन्ततः एक भइहाल्छन्। भक्त र भगवान एक हुनु, यही प्रेमको स्थिति भनेको। गोपी र कृष्ण एक भएका थिए। हेर्नुहोस् है, गोपिनी र कृष्ण एक भएका थिए। जीव र ईश्वर कसरी छुटिए यसको चर्चा गर्नुपर्ने आवश्यकता छैन। ईश्वरबाट जीवको वियोग भएको छ, यो सत्य हो। तर यो वियोग कसरी र कहिलेदेखि भयो यसको खोजीमा समय खेर फाल्नु आवश्यक छैन। कहिलेदेखि छुट्टिए जीव र ईश्वर भन्ने कुरो यो बुझिराख्नुपर्ने आवश्यकता छैन। यसबाट केही लाभ पनि छैन। धोतीमा दाग लागेपछि त्यो कहिले कसरी लाग्यो भन्ने विचार गरिरहनाले दाग जाने होइन। कुनै पनि धोतीमा दाग लाग्यो, दाग लागिसकेपछि त्यो दाग कहिले लाग्यो, कसरी लाग्यो, कुन चाहिँ लाग्यो होला, कहाँबाट लाग्यो, यो खोजिराख्नु जरुरत हुन्छ त हजुर। कति राम्रो कुरा हेर्नुहोस् है। त्यो जाने होइन, कसरी लाग्यो भनेर विचार गर्दा त्यो दाग जाँदैन। त्यो दागलाई हटाएपछि नै धोती सफा हुन्छ। हेर्नुहोस् कति राम्रो कुरा है। त्यसै किसिमबाट ईश्वरसँग भेट्ने प्रयत्न गरौँ, यही नै कामना गरेको हो भन्नुहुन्छ। जीव निर्भय बनेपछि नै भाग्यशाली हुन्छ। जसको शिरमा कालको भय छ त्यो निर्भय कसरी हुन सक्छ? जसको शिरमा कालको भय छ त्यसको त्यो निर्भय कसरी हुन सक्छ? होइन, भाग्यशाली त त्यो हो जसलाई मरणको भय छैन। होइन, जसलाई मर्छु भन्ने डर छैन त्यो भाग्यशाली हो। जो मर्छु भन्ने डर छैन त्यो भाग्यशाली हो। ध्रुव, पाण्डव, ब्रजका भक्त धन्य छन् जसको अधीनमा काल थियो है। उनीहरूले काललाई पनि अधीनमा राखेका थिए। ध्रुव, पाण्डव, होइन, ब्रजका भक्त काललाई पनि जितेर बसेका थिए। हजुर कति पवित्र कुराहरू हेर्नुहोस् है। काललाई जित्नु बडो कठिन छ। ईश्वरलाई सोध्न मन लाग्छ कि उनले मानिसलाई दिएको बुद्धि र मनलाई उसले के गर्यो। ईश्वरलाई सोध्न मन लाग्छ कि उनले मानिसलाई दिएको बुद्धि र मन उसले के गर्यो। जीवलाई मृत्युको दिन अर्थात् हिसाब बुझाउने दिन डर लाग्छ। जसको जीवन सफा छ उसको हिसाब सफा छ। कर अड्डाका हाकिमले कुनै पनि व्यापारीसँग लाख 2 लाखको हिसाब मागेको दिन त्यो व्यापारी डराउँछ है। त्यो हिसाब मागेको दिन व्यापारी डराउँछ। ईश्वरले सारा जीवनको हिसाब मागेको खण्डमा उसको कस्तो दशा होला। हेर्नुहोस् त, ईश्वरले सारा जीवनको हिसाब मागेको खण्डमा उसको कस्तो दशा होला। हेर्नुहोस् त, के यसको पनि कहिले विचार गरेको छ? गरिएको पापको स्मरण अन्त्यकालमा आउन थाल्छ तब जीव डराउँछ। गरिएको पापको स्मरण जब अन्त्यकालमा आउन थाल्छ तब जीव डराउँछ। मृत्युको भय रहेसम्म जीवनले शान्ति पाउँदैन। हेर्नुहोस् है, जति बेलासम्म हामीलाई मृत्युको भय हुन्छ त्यति बेलासम्म जीवनले शान्ति पाउँदैन। भगवानले जीवलाई स्वीकार गरे भने भगवानका सेवक कालले जीवको केही पनि बिगार्न सक्दैन। हेर्नुहोस् है, केही पनि बिगार्न सक्दैन। उपनिषदमा भनेको छ जीव र ईश्वर साथसाथै बसेका छन् र पनि जीवले ईश्वरलाई चिन्दैन। हो कि होइन हजुर? ल भन्नुहोस् त, जीव र ईश्वर सँगै छन् र तापनि जीवले ईश्वरलाई चिन्दैन। के भएको त भन्दा अज्ञान हो। जीव बहिर्मुखी भयो तब उसले अन्तर्यामी चिन्न सक्दैन। हेर्नुहोस् है, गङ्गाका किनारमा बस्ने एक सन्तसँग एक पारसमणि छ भन्ने कुरा एक मानिसले थाहा पाएछ। हेर्नुहोस् है उदाहरण। पारसमणि पाउने लोभले त्यस मानिसले सन्तको सेवा गर्न थाल्यो। एक दिन सन्तले भने म गङ्गा स्नान गर्न जाँदैछु, फर्केर आएपछि तिमीलाई पारसमणि दिनेछु, यति भनेर सन्त गइहाले। तर त्यस मानिसका मनमा पारसमणिका निम्ति छटपट्टि बढ्दै हो। होइन, पारसमणि छ भनेपछि फलामलाई छुँदा सुनुने होइन, त्यो लोभले पछि लागेको थियो। हेर्नुहोस् है, अनि बढ्दै गयो। उसले सन्तको अनुपस्थितिमा नै सारा झुप्रो तलासी गर्यो, पारसमणि उसको हात परेन। होइन, गुरु नगएपछि अनि सन्त फर्केर आएर सन्तले कुरा थाहा पाएर भने के यति बेलासम्म धैर्य गर्न सकेनौ? पारसमणि त मैले एउटा बट्टामा राखेको छु, यति भनेर एउटा बट्टा तल झारिदिए। त्यो बट्टा त फलामको थियो होइन, एउटा बट्टा फलामको बट्टामा पारसमणि राखेका रहेछन् थियो। त्यस पारसमणिले त्यो बट्टालाई सुन किन बनाएन त भने के यो पारसमणि असली हो त या सन्तले ठट्टा गरेका हुन्? उसलाई शङ्का लाग्यो त्यो चेलालाई है। उसले सन्तलाई सोध्यो यो बट्टाले पारसमणिलाई छोएपछि त फलामै किन रह्यो त, किन सुन भएन? त्यसपछि सन्तले उसलाई भने त्यो पारसमणिको यसमा एउटा झुम्रोमा बेरेको थियो, आवरण थियो, त्यसैले त्यो बट्टा सुन हुन पाएन। न यस्तै प्रकार जीव र ईश्वर हृदयमा सँगै एकै थानमा छन्। जीव र ईश्वर सँगै छन्। जीव र ईश्वर एक हृदयमा एकै थानमा बस्छन्, तर दुवैको बिचमा वासनाको पर्दा छ। जीवको र होइन ईश्वरको बिचमा वासनाको पर्दा भएपछि छुन पाइएन, छैन पाएन, फलत दुवैको मिलन हुन पाएन। अर्थात् ईश्वरलाई जीवले चिन्न सकेन वासनाका पर्दा।
र जीव र ईश्वरसँग एक मिलन हुन पाएन। जीवात्मा बट्टा हो, ईश्वर पारसमणि हो। दुवै बिचमा पर्दा छ जसलाई हटाउन आवश्यक छ। पर्दा के हो त? अहम र ममता रूपी झुम्रो पर हटाउनु छ भन्ने प्रसङ्ग। कति राम्रो प्रसङ्गलाई हेर्नुहोस् है। यहाँबाट यहाँसम्मको प्रसङ्ग बडा राम्रो छ। हेर्नुहोस् है। ल सँगै बसेका छन् तापनि तिनीहरूमा के छ त? जीवात्मा बट्टा हो होइन, पारसमा नि ईश्वर हो। त्यो बिचमा अहम र ममता रूपीको के छ त? झुम्रो छ। त्यो झुम्रोले ईश्वरलाई चिन्न दिँदैन जीवलाई। यही भएको यति हो हजुर। यो ज्ञान बुझ्नुपर्ने कुरो यति मात्रै छ है। मैले हजुरहरूलाई बताउँछु, साधना गरेर पनि सिद्धि पाइएन भने साधनाप्रति साधकका मनमा उपेक्षाको भाव जाग्छ होइन। साधना गर्दै गरेको छ तर सिद्धि पाएन भने साधनाप्रति साधकको मनमा उपेक्षा हुन्छ। जीव साधक हो, सेवा स्मरण साधन हुन्। श्रीकृष्ण साध्य हुनुहुन्छ। विष्णु भगवान भक्ति गर्नु, भगवानको भक्ति गर्नु पुरुषहरूको परम धर्म हो। हेर्नुहोस् है कति राम्रो कुरा। यो पनि महत्त्वपूर्ण कुरा हो। मानिस भक्ति गर्न एकदम सजिलो छ। बिहान भगवानको पूजा गर्यो अनि छुट्टी भइहाल्यो भन्ने ठान्छन्। सारा दिन भगवानलाई बिर्सिदिन्छन्। यो भक्ति होइन। 24 घन्टा ईश्वरको सम्झना रह्यो भने भक्ति हुन्छ। हामी सोच्छौँ भक्ति गर्न सजिलो छ। बिहान 1 घन्टा पूजा गर्यो, बिहान एकछिन पूजा गर्यो, अनि सायङ्कालमा एकछिन पूजा गर्यो, दिनभरि भुल्यो। वास्तवमा त्यो भक्ति होइन। भक्ति भनेको त 24 घन्टा ईश्वरको सम्झना रह्यो भने मात्रै भक्ति हुन्छ। भक्तिमा आनन्द छ। मानिस शरीरले मात्रै भक्ति गर्छ, मनले गर्दैन। बाणीले भगवान नामको उच्चारण गर्दैन भने सबै कुरा व्यर्थ भयो। मन संसारको विषयमा रमिरहोस्, शरीर भगवानको सेवा गरोस्, तर यस्तो सेवामा कुनै आनन्द आउँदैन। सेवा क्रियामा मुख्य होइन, भाव नै प्रधान हो। सब विषयबाट मनलाई हटायो भने तब मात्रै सेवामा आनन्द आउँछ होइन। सबै विषयबाट मन हट्यो भने मात्रै बल्ल सेवामा आनन्द आउँछ, नत्र आउँदैन। सर्वेषाम अविरोधेन ब्रह्म कर्म समारभे। सेवा गर्न बस्यो भने पहिला भावना गर, यो भनेको छ है। सेवा गर्न बस्यो भने पहिला के गर्ने? भावना गर्ने। सेवा गरेर पनि भगवानको दर्शन हुन सकेन भने दोष आफ्नै हो, अर्को दोष होइन। सेवा गरिरहेछौँ तर भगवानको होइन दर्शन हुन सकेन भने त्यो दोष आफ्नै हो। सेवकलाई सेवा गरिसकेँ, मेरो पाप गयो भनेर दुःख हरायो, मेरो दारिद्र्य सकियो, म कृतार्थ भएँ भन्ने भावना हुनुपर्छ। हेर्नुहोस् है सेवा गर्दाखेरि कस्तो हुनुपर्छ। कति राम्रा कुराहरू। सेवा गरिसकेपछि यस्तो भाव भएन भने सेवा पूजाबाट कुनै आनन्द पाइँदैन। भगवानको सेवा गर्छौँ, पूजा गर्छौँ, तर कुनै पनि आनन्द आउँदैन। संसारका विषयबाट मनलाई हटाऊ, त्यसलाई नहटाएसम्म भगवानको सेवामा आनन्द आउँदैन। कति राम्रा कुराहरू छन् है हजुर। सेवा भनेको भावना हो। संसारको विषयको प्रेम कम भएर गएपछि मात्रै परमात्माको सेवा हुन्छ। परमात्मासँग प्रेम गर्ने हो भने विषयको प्रेम छोड्नुपर्छ। हेर्नुहोस्, भगवानसँग प्रेम गर्ने भने विषयको प्रेम छोड्नुपर्छ। प्रेम गली अतिशय गरी तामे दोन समाई भनेको छ। प्रेमको साँगुरो गल्लीमा दुवैको निर्वाह हुँदैन। जगतको बन्धन छाडेनौ भने त्यतिन्जेलसम्म ब्रह्म सम्बन्ध हुने छैन। हेर्नुहोस् कति राम्रा कुराहरू। संसारका विषयको मोह बिस्तारै बिस्तारै छोड। संसार त्याग्नुपर्ने आवश्यकता छैन, विषयको मोह छाड्न पर्ने आवश्यकता छ। संसारको मोह छाड्न पर्ने आवश्यकता छैन, विषयको मोह छाड्न पर्ने आवश्यकता छ। व्रतमा त्याग गर्नु छ भने है त्यो सदाको निम्ति होस्, सदाको त्याग हुन सक्दैन। त्यसैले व्रतको विधि बताएको छ। बिस्तारै बिस्तारै संयम बढाउने, वैराग्य बढाउने अनि ईश्वर सेवामा ध्यानमा अनौठो आनन्द आउँछ। संयम पनि बढाउने, वैराग पनि बढाउने। एकपटक एकजना चतुर्वेदी गोकुल जान भने हिँडे। ल हेर्नुहोस् है कति राम्रो कुरा। नाउमा बसेर यमुना पारी तर्नु थियो। चतुर्वेदी भाङको नसामा चुर। हेर्नुहोस् है, उनी नाउमा बसेर नाउ ख्याउन थाले। आफ्नो बाहुबलमा पूर्ण विश्वास भएकाले नाउ होइन अब गोकुल पुग्नेछ भन्ने लाग्यो। चतुर्वेदीले रातभर सारा रात नाउ चलाए। बिहान भएपछि एउटा गाउँ देखियो। हेर्नुहोस् है कति राम्रो कुरा छ। यो धेरै महत्त्वपूर्ण कुरा छ। गाउँ देखियो। उनले सोधे यो मथुरा जस्तो गाउँ कुन चाहिँ आयो भनेर कसैलाई सोधेछन्। मथुरा हो भन्ने जवाफ पाए। त्यही विश्राम घाट र त्यही मथुरा। अनि नसा उत्रेपछि उनले आफ्नो मूर्खता बुझे। उनले सारा रात नाउ चलाए पनि तर नाउको डोरी घाटमा बाँधेको थियो। नसाले गर्दा डोरी खोल्नै बिर्सेछ। हेर्नुहोस्, सल्लाहको चलाइ चाहिँ गरे।
उसलाई त नावे डुङ्गा हिँड्यो भन्ने छ, त्यो डोरी नखोलिकन कहीँ चलेकै छैन, त्यो जहाँ थियो डुङ्गा त्यहीँ बस्यो, कहीँ गएन। हेर्नुहोस् है, डोरी खुस्काउनु पर्ने थियो। यो कथा हाँस्नको निम्ति होइन हजुर, नहाँस। हाम्रो यो अवस्था चतुर्वेदीको मात्र होइन, हामी सबैको हो भनेको छ यहाँ। हेर्नुहोस् है, कथामा सबैका निम्ति हामी सबै इन्द्रिय नसामा सुर छौँ। जीवलाई इन्द्रिय सुख भोग्ने नसा चढेको छ, पर्श सुख संसार विषय सुखको नसा चढेको छ। धनको नसामा मानिस मन्दिर जान्छ होइन, उसले नसामा भएका कारणले सच्चा हृदयले भगवानको चिन्तन गर्दैन, त्यसै कारण उसलाई भगवानको दर्शनको आनन्द हुँदैन। दुनियाँका विषयमा बाँधेको इन्द्रियलाई छुटाउनु छ। वासनाले कसैलाई अगाडि बढ्न दिँदैन। वासनाको डोरीलाई नचुडाएसम्म अगाडि बढ्न सकिँदैन। वासना रूपी डोरीमा एक जीवको गाँठो संसारसँग बाँधिएको छ, उसलाई छाड्नु छ। हृदयमा कुनै पनि वासना रहेन भने भक्तिद्वारा आनन्द मिल्नेछ। सर्वोत्तम वस्तु भगवानमा अर्पण गर्नुहुने भक्ति हो। बिना वैराग्य भक्ति रुन्छिन्। हेर्नुहोस् कति राम्रो कुरा। हेर्नुहोस् त, यस्तो राम्रा कुराहरू, यो त महत्त्वपूर्ण कुराहरू त हजुरहरूलाई सधैँ बताउँछु नि त। हेर्नुहोस् है, त्यसपछि बिना वैराग्य भक्ति रुन्छिन्। भोग भक्तिमा बाधक छ। मैले जति यति छोटो समयमा मैले यति महत्त्वपूर्ण कुराहरू बताउँछु, एकदम इम्पोर्टेन्ट समय छ है, महत्त्वपूर्ण कुराहरू छ। यो भिडियोलाई चाहिँ बढी ख्याल गर्नु होला। जसको मोबाइलमा यो भिडियो पुग्छ नि, हजुरहरूलाई म एकचोटि फेरि पनि म प्रेम प्रणामको साथ भन्छु, सब्सक्राइब गरिदिन चाहिँ नभुल्नुहोस् है। सब्सक्राइब गर्नुहोला। अति पवित्र दिव्य सत्सङ्ग हो। छोटो समयमा मैले सार गर्भित निचोड कुराहरू मात्रै हजुरहरूमाझ बुझाउने गरेकी छु। नछुट्नु होला। लाइक सब्सक्राइब सेयर चाहिँ गरिदिनु होला। एउटा हरे कृष्ण कमेन्ट लेख्नुहोस् है। ल हेर्नुहोस् है, संयम र सदाचार बढायौँ भने मात्रै भक्तिबाट आनन्द पाइन्छ। सुखी हुनु छ भने संसारको विषयसँग धेरै प्रेम नगर। के भने त, घरमा नै वैराग्यको साधना गर। बिना वैराग्यको ज्ञान र भक्तिको शोभा छैन। बिना वैराग्यको ज्ञान र भक्तिको शोभा छैन। ज्ञान र वैराग्यसहित भक्ति बढ्दै गयो भने ईश्वरको साक्षात्कार हुन्छ। ज्ञान र वैराग्यसहित भक्ति बढ्दै गयो भने मात्रै ईश्वरको के हुन्छ, साक्षात्कार हुन्छ। ज्ञान मार्गमा इन्द्रियको निरोध गर्नुपर्छ। भक्ति मार्गमा इन्द्रियलाई प्रभु मार्गतर्फ लैजानुपर्छ। वासना लिने इच्छा छ भने ठाकुरलाई फुरो अर्पण गरेपछि वासना सुन्छ। ब्रह्म सम्बन्धलाई सधैँ कायम राख्नाले नै जीवात्माको कल्याण हुन्छ। वेदले पनि उनै वासुदेव भगवान् श्रीकृष्णको वर्णन गर्नुहुन्छ। कृष्ण भगवान् भन्नुहुन्छ उत्तमतम तत्त्व अद्वैतम तत्त्व हो। हेर्नुहोस् है, लौकिक व्यवहारको ज्ञान द्वैत छ। लौकिक व्यवहारको ज्ञान द्वैत छ। ईश्वरको स्वरूप सम्बन्धी ज्ञानमा अद्वैत छ। हेर्नुहोस् है, व्यवहारको स्वरूपको ज्ञान द्वैत भावले गरिएको छ। व्यवहारिक ज्ञानमा ज्ञाता र ज्ञेय भिन्न भिन्न छ। परमात्माको ज्ञान भएपछि ज्ञाता र ज्ञेय एउटै बन्दछ। सेवा र स्मरण गर्नाले तन्मयता हुन्छ। ईश्वरको अपरोक्ष साक्षात्कार हुन्छ, जसले गर्दा त्यो जीव ईश्वरमा मिल्छ। यसपछि उसले म ईश्वरलाई चिन्दछु भन्न सक्दैन, ईश्वरलाई चिन्दिन पनि भन्न सक्दैन। हेर्नुहोस् त कति राम्रो कुरा। गोपीले सबै कृष्णलाई देखेर जीव भाव बिर्सिएका थिए। लाली मेरे लाल की जीते देखौँ ती त लाल, लाली देखेर मै गई मै भी हो गई लाल। हेर्नुहोस् कति राम्रो कुराहरू श्रुतिले वर्णन हुन्छ। त्यहाँ न त म बस्छु न तिमी, वृत्ति ब्रह्माकार भइहाल्छ। श्रीकृष्णको स्वरूपको राम्ररी ज्ञान हुने मान्छे ईश्वरबाट अलग हुन सक्दैन। भगवान् कृष्णको स्वरूपको राम्ररी ज्ञान हुने मान्छे भगवान् कृष्णबाट अलग हुन सक्दैन। कति राम्रो कुरा। सबमा ईश्वरको दर्शन गर्ने मान्छे स्वयं नै ईश्वर बन्छ। सबैमा ईश्वरको दर्शन गर्ने मान्छे स्वयं ईश्वर बन्छ। जीवको जीव भाव नगएसम्म अपरोक्षानुभाव हुँदैन। यस प्रकार ज्ञान अद्वैत हो भनिन्छ। जीव र ब्रह्मबीचको अद्वैतपछि सिद्ध होला। त्यसभन्दा पहिले जीव र गुरुबीच अद्वैत हुनुपर्छ। मनले एक हुनुहुन्छ, शरीरले होइन। हेर्नुहोस् है, मनले एक हुनुहुन्छ, शरीरले होइन। होइन, शुद्ध ब्रह्मले मायाको संसर्ग बिना अवतार लिन सकेन। शुद्ध सुन नरम हुन्छ, त्यसमा गहना बन्दैन। है, सुन बन्नलाई के गर्नु पर्यो, बन्दैन। सिक्री बनाउँछ भने सुन कडा गर्नलाई अर्को धातु मिसाउनुपर्छ। यसकारण परमात्मा पनि मायाको आश्रय लिएर प्रकट गर्नुहुन्छ। ईश्वरलाई यो माया बाधक हुँदैन, जीवलाई माया बाधक हुन्छ। हेर्नुहोस् है, योगीहरूले भन्ने गरेका छन् परमात्मासँग जो मिल्छ त्यो जीव कृतार्थ हुन्छ। भगवानप्रति प्रेम बढाउनु छ भने भगवानको अवतारको कथा सुन। हेर्नुहोस् त कति राम्रो छ है। प्रेम बढाउनु छ भने कथा सुन। अवतारका 24 अवतार मध्ये
अवतार 24 अवतारको कथा छ। धर्म स्थापना गर्न र जीवको उद्धार गर्न परमात्माले अवतार धारण गर्नुहुन्छ। परमात्माको अवतार तिम्रो घरमा हुनुपर्छ, मन्दिरमा होइन। भगवानको अवतार तिम्रो घरमा हुनुपर्छ, मन्दिरमा होइन। मानव शरीर घर हो। भागवत मुख्यतः कृष्ण कथा भन्नु छ। भागवतको लक्ष्य भन्ने मुख्य कृष्ण कथा होइन र, तर त्यो कथा आखिरमा आउँछ, पछाडि 10औं स्कन्धमा गएर। भगवानका अवतारहरूको कथा सुन्नाले जीवन सुध्रन्छ। भगवानको धर्म जीवमा सरेर आउनु नै अवतार हो है। भगवानका धर्म हामी जीवमा सरेर आउनु नै धर्म अवतार हो। तेस्रो अध्यायमा 24 अवतारहरूका कथा संक्षेपमा वर्णन गरिन्छ। भगवानका 24 अवतारहरू छन्। पहिलो अवतार सनत कुमारको हो, यो ब्रह्मचर्यको प्रतीक है। 24 अवतारमध्ये पहिलो अवतार के हो? ब्रह्मचर्यको प्रतीक। सबै धर्महरूमा ब्रह्मचर्य पहिले आउँछ। ब्रह्मचर्यको पालन बिना मन थिर हुँदैन। ब्रह्मचर्यले मन, बुद्धि, चित्त, अहङ्कार पवित्र हुन्छ र ब्रह्मचर्यको पालना गर्नाले अन्तःकरण शुद्ध हुन्छ। पहिलो कदम हो ब्रह्मचर्यको, हेर्नुहोस् है। दोस्रो अवतार हो वराहको। वराह अर्थात् श्रेष्ठ दिवस। जुन दिन सत्कर्म हुन्छ त्यो दिन श्रेष्ठ हुन्छ। सत्कर्ममा लोभ विघ्न आउँछ। लोभलाई सन्तोषले मार। वराह अवतार सन्तोषको अवतार हो। जुन स्थितिमा छौ त्यसैमा सन्तोष मार। यति हो सन्तोष भनेको, अरू उपाय छैन हजुर। लोभलाई मारेर प्रभुले जुन स्थितिमा राख्नुहुन्छ त्यसैमा सन्तोष गर। यो वराह अवतारको रहस्य हो। तेस्रो अवतार नारदको भक्तिको अवतार। ब्रह्मचर्यको पालन गरेर प्राप्त भएर स्थितिमा सन्तोष मान्ने नारद अर्थात् भक्ति पाइने भयो। नारद भक्तिका आचार्य हुनुहुन्छ। कति राम्रा कुरा हेर्नुहोस्। चौथो अवतार हो नरनारायण। भक्ति पाएपछि उसँग भगवानको साक्षात्कार हुन्छ। भक्तिद्वारा भगवान भेटिनुहुन्छ। तर ज्ञान र वैराग्य बिना भक्ति दृढ हुन सक्दैन। भक्तिमा ज्ञान र वैराग्यको आवश्यकता पर्छ। त्यसै कारण पाँचौं अवतार कपिलदेवको भयो, जसमा ज्ञान र वैराग्य पनि आयो। वैराग्यलाई आफ्नो जीवनमा ल्याऊ। वैराग्यलाई आफ्नो जीवनमा ल्याऊ। ज्ञान वैराग्यसँग भक्ति आएन भने भक्ति सधैँका निम्ति थिर हुन्छन्। छैठौं अवतार भयो दत्तात्रेयको। हेर्नुहोस् त कति राम्रा कथाहरू छन् यी। हेर्नुहोस् त यी कथाहरू, यी अवतारका कथाहरू बताउँदै